म अहिले सरकारले नाङ्गिएको हुनाले लाज छोप्नका लागि अहिले अदालतहरुमा घुमिरहेको सरकारको लाज छोपिदिनु पर्नेछ। म ठाउँ ठाउँमा पुग्नु पर्नेछ। समय आउँदैछ, चाँडै नै म सबैलाई तयार हुनको लागि भन्न चाहन्छु, गेट रेडी फर द रेभोल्युसन। जब दुईटा ठूला राजनीतिक दलहरू बिना कुनै विषम परिस्थिति मिल्छन् भने यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ तपाईहरुलाई अन्दाज छ भनेर मैले भनेको थिएँ नि। अहिले म तपाईलाई त्यही स्मरण गर्नको लागि अनुरोध गर्न चाहन्छु। यो देशको भविष्य मेरो पुस्ताको, तपाईँ हाम्रो पुस्ताको हातमा आउँदैछ। त्यसकारणले एकदमै गम्भीर हुने, मैले यहाँलाई भनेको छु मेरो बोल्ने समय आउँदैछ भनेर, एकदम नजिक आउँदैछ। अहिले मैले बोल्यो भने 2 तिहाईको सरकारलाई गाह्रो पर्ला, म बोल्यो भनेर गाह्रो भयो होला। त्यसकारणले मलाई बोल्न नलगाउनुहोस्। अहिले जब बोल्ने समय आउँछ त्यसपछि धेरैको बोल्दिजे बन्द हुन्छ। यति चाहिँ म भन्न सक्छु। बोल्न मिल्दैन भन्दा केही दिन अगाडि बोल्नु भएको अभिव्यक्ति बडो चासोको विषय बनाइयो क्या। रवि लामिछाने चाहिँ राजावादी रहेछ भन्न चर्चा गरियो। हजुर नबोल्दै गर्दा के हो खास राष्ट्रपाको? म आवेग उत्तेजना मा छैन। हजुर, किनभने मुलुक एउटा गम्भीर अवस्थामा आएको छ। एउटा जिम्मेवार राजनैतिक दलका हिसाबले र नेपाली जनताले एउटा आशा र भरोसाका साथ हेरेको एउटा दलका हिसाबले, त्यसको नेतृत्वकर्ताका हिसाबले म कुनै आवेगमा या उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा अहिले छैन। त्यसकारणले मलाई थाहा छ तपाईहरुको प्रश्नको आशय र त्यसले कुन अर्थ लाग्छ भन्ने कुराको पनि म एकदम जानकार छु। त्यसकारणले म फेरि पनि यहाँलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, यो देशको भविष्य मेरो पुस्ताको, तपाईँ हाम्रो पुस्ताको हातमा आउँदैछ। त्यसकारणले एकदमै गम्भीर हुने समय हो। म तपाईँलाई हेडलाइन दिँदा चिन्ता नगर्नुहोस्। म लाइफ लाइनको कुरा गर्दैछु, तपाईँ हेडलाइनमा चिन्तित हुनुहुन्छ। यो हेडलाइनमा चिन्ता गर्ने कुरा होइन, यो बाँड्ने कुरा होइन, यो के कुरा को कसको पक्ष र विपक्षमा गयो भन्ने कुरा होइन। 2 तिहाईको सरकार छ। म त्यही भन्न अस्ति पनि भनेको थिएँ मैले, यो 2 तिहाईको सरकारले देशका तमाम समस्या समाधान गर्नुपर्ने थियो नि त। उसले के बाचा गरेको थियो एउटै कुरा स्मरण गर्छु तपाईलाई। मैले पार्लियामेन्टमा के भनेको थिएँ, जब दुईटा ठूला राजनीतिक दलहरू बिना कुनै विषम परिस्थिति मिल्छन् भने यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ तपाईहरुलाई अन्दाज छ भनेर मैले भनेको थिएँ नि। अहिले म तपाईलाई त्यही स्मरण गर्नको लागि अनुरोध गर्न चाहन्छु। म अहिले सरकारले नाङ्गिएको हुनाले लाज छोप्नका लागि अहिले अदालतहरुमा घुमिरहेको सरकारको लाज छोपिदिनु पर्नेछ। म ठाउँ ठाउँमा पुग्नु पर्नेछ। समय आउँदैछ, चाँडै नै म सबैलाई तयार हुनको लागि भन्न चाहन्छु, गेट रेडी फर द रेभोल्युसन। रवि सर, यो व्यवस्था माथि नै जुन किसिमले धारा बोल्दै हुनुहुन्छ नि, चितवन चाँडै आउँछ। चितवनबाट परिवर्तनको घण्टी बजेको म आउँदैछु। चितवनले धैर्य गरेको छ, मलाई थाहा छ। चितवनले गरेको धैर्यको ठूलो एउटा परिणाम प्राप्त हुनेछ। चितवनलाई सलाम। यो व्यवस्था माथिको जुन किसिमको धारा बोलिँदैछ नि, सरकारलाई सोध्नुहोस्। बाटै डिस्टर्ब एकैछिन यहाँ साथीहरूलाई भेटौँ भनेर। भेटघाट गर्न भेट्नुहुन्छ कि साथी हो ल।